यसरी गर्नुभएको थियो अनि यसो गर्नुभएको बाघ त खुट्टा होइन टेक्ने भाइ भिन्दिने शरीर ए हल्का तिम्रो हात यो बोतल अलि हुन्न क्या So what's up guys, this is a new vlog, new day. I hope so that I'm after a long time my new vlog. And now I'm going to हामी 3 दाइ भएर अस्तिको ग्रुप भएर होलीको दिनको ग्रुप भएर आज राइड चाहिँ मनिषले गरेको छ म किनकि आज अहिले गर्छु म के हो अहिले सुनाले गइरहेको छ त्यसको गर्दिनु पनि मनिषले के भन्छ कोही त भगत एकदम देखिनु भयो दाइ गरेर यस्तो अनि गर्मीको बेला अनि हाम्रो यहाँ भाइ हुनुहुन्छ भित्र र गर्मीमा हिँड्दै हुनुहुन्छ अनि त्यही हो गाइस अनि हामी चाहिँ अहिले आज स्विमिङ गर्नु गइरहेको छ कहाँ भन्दाखेरि केउली किनेको फ्री हो नि त अब स्विमिङ पुल जान जो पनि छैन हामीसँग गरी त्यही हो मेरो खुट्टैमा राइडरहरू फेरि अति कुदाउनु फेरि हामी चाहिँ बाटोतिर टक्क लगाएर यो चाहिँ बनायो क्या अहिले यो चाहिँ नयाँ बनाएको छ हाम्रो मिठो बाटो बनायो क्या अहिले मोटी भाइ ए यो बाटो पनि हरियो बनाउनु लाग्छ नि अब यहाँ चाहिँ बाटो चाहिँ हाम्रो चानामा पनि अब So guys, हामी चाहिँ अहिले हिँडिरहेको छौँ बाटोमा WhatsApp सक्दैन फ्री अगाडि साइकल वाह what the fuck man भन्दाले उडेको बुढोमा धेरै रिस्क पनि लिनु न भर्खरैमा सम्मानको एउटा सिन याद भयो पनि आज उसले गर्दाखेरि यार Five minutes later. मन त खाना मात्रै हिजोदेखि खाएको भाइ त हजुर घरदारमा होइन पक्क माथा हजुर भयो जानु के मलाई घरदारमा साथी त्यही भएर त यो घर मेरो मनमा चार्ज पनि छैन कहाँ गएर कहाँ भ्याइन्छ यार यहाँनिर
guys, हामी चाहिँ खान लाग्छौँ म स्प्राइट पनि बाँच्नै सक्दिनँ किन दाल पनि कस्तो भयो काट्ने भनेको दाल चाहिँ टुप त लाउनुपर्छ गाइस मेरो मनमा चार्ज छैन अहिले चाहिँ म चार्ज गर्छु सरी ब्रो मोबाइल चाहिँ अलिक खसेछ म चाहिँ एकछिन खान्छ अलिकति चार्ज गर्नु रहेछ वाइफाई पनि रहेछ सरी वाइफाई पनि रहेछ यहाँ चाहिँ हामी यहाँ टुप्पा आउनु लागेको छौँ यो मनिस यहाँ छ हेलो गर्दै आइयो त मनिस मेरो भोगाम हेलो गाइस म चलिदिनु पर्ने रहेछ त्यो अघि कुन चल्छ चल फ्रिजमा राख्न बिर्सिन्छु क्या हिजो बेलुका मन भरिन मासु खाएर अझ मासु त भात हुनुपर्छ भोक लागेको बेला सुरुमा मैले दुईवटा खाएँ हामी त धन खसेको भाइ भुइँमा मलाई हरिक माया गर्छ कि मान्छे त ठिक छ बोल्ने छैन मलाई मन पर्दैन क्या मान्छे त ठिक छ ठिक हो होइन काले भने चाहिँ हरिक माया गर्छ के भनेको मान्छ क्या पैसा पनि देखाउँछ फेरि चाहिँ मेरो टोपी चेन्ज भएको छ अहिले टोपी मैले चेन्ज गरेर फेरिमा हामी चाहिँ लागिरहेको छौँ अनि हामी चाहिँ अहिले कुदाउँदै हाम्रो मनिष ब्रोले नास्ता सबै खाइयो हामीले होइन नास्ता सबै खाइयो यस्तो मैले स्पोन्सर बाई मनिष दाइ हो हुनु त माछा नै नगद छिटै अनि के बाल जोगाड्ने भयो यहाँ बनिने के भयो आइ म पनि बस्ने सँगै त्यहाँ चाहिँ बिचरा त्यो केटीलाई चाहिँ खै के पाइल्स होला त्यसले बसिरहेको के बोले भाइ अब के बोले कि ब्रेकअप भयो हो कि ब्रेकअप भयो कि पाइल्स लगाएर अङ्कलहरूले सफा गर्नुभएको छ यहाँ अङ्कलहरूले मलाई यहाँसम्म ट्राई गर्नु मन लाग्छ A few moments later. हामी चाहिँ आयौँ भर्खर ढक्क लगाएर कि मैले जस्तो
गाइस पानी पनि त्यति नै रहेछ आज त पानी थोरै छ गाइस आज पानी छ हल्का थोरै दाइले भन्नु उहाँ झोलुङ्गे पुलतिर गहिरो पानी छ तर म डुब्न सक्छु होला तर मेरो दाइले बचाउँछ म डुबे पनि त्यो गाइस म डुब्न लाग्यो भने मेरो दाइले चुप्लुङ गर्दै आउँछन् अनि ऊ आन्टी आउँदै हुनुहुन्छ झर्दै पेट घट्दै आन्टीको पेट घट्यो जस्तो आन्टी हेर्नु बिचरा स्कुल छ पन्ध्रमा त स्कुल पढाउँदैछन् सबैजना पढ्दै झोलुङ्गे पुलको ठाउँमा मारे के अहिले झोलुङ्गे पुलको ठाउँमा कहाँ हो झोलुङ्गे पुल म चाहिँ अहिले उहाँ पैसा गर्छु गाइस अहिले मेरो यहाँ पैसा रहेछ बोजीबाट पैसा अहिले त्यहाँ म चाहिँ अहिले राख्छु किनकि बोजीबाट मेरो पैसा रहेछ सबै खर्च लागेको छ ग्लास धुलो भयो म अहिले यार A few inches later. हाम्रो चाहिँ मान्छेले त्यस्तै यहाँ लिएर आयो माछा यस्तो गोच्छु नि मैले त्यसले हो कि जाम भनेर होइन गाइस त्यही हो हामी चाहिँ यस्तो यो स्पेटी छ लोडेकै हो हेलमेट हेलमेट कहाँ हालिदिन्छ म त यो राम्रो है हेर्नु हेलमेट यस्तै पारा हेलमेट किन्नु पर्छ दाइ कुन चाहिँ लगिन्छ कि हेलमेट यसको त्यही पनि गएर थियो त हामी चाहिँ मिलाएको छ बाटोमा म्याच है सबैजनालाई फ्यामिलीहरूलाई सक्दैन फ्री मेन राइट कस्तो गर्मी हो कि यार पानीमा जाने बित्तिकै चुब्लुङ हान्छु म कस्तो गर्मी छ नि यो गर्मीमा कि सनस्क्रिन लाएर हिँड्नु पर्छ होइन तर म सनस्क्रिन बोकेर आएको तर मैले लाएन क्या अहिले अनि त्यही हो अनि म के भन्न चाहन्छु भन्दाखेरि केहुले आएपछि एकचोटि चुल्मुङ चाहिँ हान्नुपर्छ त्यही हो अनि हामीसँग जङ्गलसम्म छ आज यहाँ मेन भएर सुबाई उठाउनु गएको छौँ बाँदर हेर बाँदर चाहिँ चढिदिन्छ न हेलो नि त सन नदेखाउनु पानी छ भाइ नहुने लागेको त नदेखाउनु त्यति छ अरे म चाहिँ अनि यहाँ चाहिँ देख्नु सक्नुहुन्छ मलाई म चाहिँ चढ्न लागेको छु दाइको जस्तै दाइ कस्तो चढ्नु म सिकाइदिनु दाइ जस्तै ल भाइ दुईटा पन्जाले दाइले यस्तो गर्नुभएको थियो यसरी गर्नुभएको थियो अनि यसो गर्नुभएको बाघ त खुट्टा होइन टेक्ने भाइ टेक्निक त्यत्तिकै आर्मी हुन्छ तिमी तिमी ए भाइ कौन है ये लोग कहाँ से आते हैं त्यसलाई ख्याल गर त लहरामा केही हुन्न भाइ लहराले हरिफ साथ दिन्छ यस्तो बुढामा त ध्यान गर्नुमा किसो गाई चुरुङमा मङ्किस्टर बसिरहेको छु अहिले हेर्नु सक्नुहुन्छ गाइस अनि देख्नुहुन्छ आज हामी चाहिँ आज चाहिँ हेर्दै है त सो गाइस हामी पछिल्लो छैन अब हामी यहाँ चाहिँ जङ्गलमा छौँ चाहिँ हामी यहाँ देख्नुहुन्छ म यहाँ छु पूजन राणा छु म अनि यहाँ देख्नुहुन्छ क्यामेराम्यान मनिष देख्नुहुन्छ गाइस अनि यहाँ चल्नु भएको छ त्यो यस्तै चल्नु भएको छ यो चाहिँ मैले सिकाएको दाइलाई अलि मलाई आएन तर मैले दाइले सिकाइदिएको है ओहो धुलो दाइले त हेर न मलाई
के चल्न मन लाग्यो केटी जस्तो मेरो साइलेन्सरले बनाएको गऱ्यो हेर्दा हेरौँ गाइस त्यही हो अहिले चाहिँ हामी यहाँ हेलो अहिले चाहिँ हामी गइरहेको छौँ सो गाइस अब चाहिँ हामी यतिको हाउसमा बसिरहेको छौँ त्यो गाइस अहिले चाहिँ हामी चाहिँ यहाँ मेरो पेट चाहिँ अहिले मैले होइन मैले अघि उस खाएको स्प्राइट र थुक्पाको यस्तो पेट फुल्यो नि मा कस्तो क्या फुल्यो कि मेरो पेटमा के गर्नु गाइस खाने पऱ्यो भोक लागेपछि त्यो गाइस मोबाइल पर्ने एउटा स्टुडेन्ट फाल्दै Much later. Assalamualaikum. हजुर म यहाँ छु मलाई डिस्टर्ब जाऊ तिमी उता त पानी त्यहाँ नबोल त्यस्तो नबोले मनिषा हुन्छ मनिषा हुन्छ मनिषा हुन्छ मनिषा हुन्छ यहाँ हुन्छ मनिषा हुन्छ यहाँ यो दाइला पनि छु म पनि छु अहिले यहाँ ताप कम बडो त्यसको झोला चोला फुटो गेडा सेडा मोडम कविता राख्छु तँ लेडो सेडो मुजिक गुडो ए नभन त्यही भन्दै ताप कम बडो त्यसको झोला चोला फुट्यो मास त्यसको झोलो त्यसको झोलो यस्तो पानी फ्याँक्नु चाहिँ उता भल बनाऊ है मोबाइल उस गर्छ 1 2 3 सुन्छ सोलो बस्न देखाउन न भन्नु Yeah. Yeah. Years later. So guys, म चाहिँ भर्खर नुहाइरहेको यहाँ चाहिँ स्विमिङ पुलमा दान मुजुहरू टक्क लगाएको छौँ तरुणहरू मुजु टक्क लगाएर मेरो अफ्राम नबोल्न यस्तै गर्छन् कि खानलाई साडी लङ खान्छन् कि Later. हामी चाहिँ भर्खर नुहाइदिएर आयो मानिस पनि यहाँ छ म पनि यहाँ छु मस्ते पनि हुन्छ सबै यस्तो क्या गर्मी भयो झन् नुहाइरहेको झन् यस्तो मेरो बाल हेर्नु न सोध्नु बुट्टा खानु मेरो बाल मासु खाँदा नि बिस्तारै बिस्तारै ओहो दाइ कहाँ त हेर्ने लाग्यो भएन सक्दो भयो म भिडियो हाल्नुपर्छ यार गाइस हामी चाहिँ यस्तो अझै यहाँ तापिरहेको छौँ एउटा गेम खेलिरहेको हामी हामी खेलिरहेको यहाँ बिन्दास केही भएन यस्तो मेरो बाल पसिना निस्क्यो ओ यो बोतल अलि हुन्न क्या हुन्छ अरूको यहाँको क्या गर्दै भयो त नि अर्को होला भन्नु भने मिनरलबाट विदेशले ढक्कन गडबड नै हुन्छ यार यहाँदेखि उता कारसम्मको छिराइदिन्छ फुट लाग्यो त फुट लाग्यो पानी फोड्दैन तर यो बोतल फुट्न पनि सक्यो चिन्छ ढक्कन फुट्छ यसले एकचोटि 10 चोटि गरेर एकचोटि पनि सकेन क्या अड्डेपछि झुकेर मलाई चाट थियो कि
कुदिनु दे थ्याङ्क यू ल ओइ लन्दै चलाउने केटाहरू खान लागेछ ओडेर आएछु नुहाउनु खाना पर्छ क्या ल potato air Siyempre po yan mana deh mana ka so saya mesti agak aktif dah andil di mana kau tandle aktif deh so misalnya itu राम्रो हेलमेट थियो कि आन त्यसको नयाँ ती वाला हो गया कि मंकी वाला हो गया ना त्यस्तै लाग्यो मलाई होइन त एनएसमा छ मंकी वाला फेरि कहाँ हेलमेट त राखेर हिँड्ने त्यति महँगो यार फेरि हिँड्ने त मंकी वाला हेलमेट क्या महँगो पर्छ त भन्दै भन्दा राम्रो त चाहिँ देख्नु पर्ने यहाँ खतरा पुडुम पुडुम पड्कियो पनि अहिले हेलमेट पनि लागेन त्यसलाई समाउनु पर्छ नि ट्राभलले अर्को हेलमेट छ तँ गप्प हजुर कस्तो हेलमेट राखेर अर्को जब चाहिँ हामी चाहिँ लाग्यो ल यो पनि राख्छ त यहाँ छ मनिष लाइनमा गाइस यो मनिषलाई नयाँ भोलि यसको खुसी के भोलि थाहा हुन्छ क्या यसको भोलि के खुसी भोलि थाहा हुन्छ राई खुसी एक ट्याक्कै इक्जाम हुन्छ यसको फेरि जम गाइस चाबी खै जम गाइस जम 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 चाबी त्यही हाँ आऊ मैं हाँ जम गोजी में हाँ जम गाइस हामी चाहिँ लाग्यो अब हामी चाहिँ गइन्छ यो मेरो मोबाइलमा चार्ज पनि छ नि भ्यानमा है यसो चाहिँ हामी लागिन्छ यहाँ बसिन्छ ड्राइभिङ चाहिँ अब ड्राइभर चाहिँ म अब चाहिँ किनकि अब म चाहिँ आउँछु गाइस बाई गाइस भेटौँ अलि बाटोमा 3 hours later गाइस हामी चाहिँ भर्खर आइपुग्यो मन्च दाइको हाउसमा दोकानमा अनि ओए कुटै हेज होइन बिचराको खुट्टै छैन नि एउटा खुट्टै छैन नि बिचराको खुट्टै छैन बिचराको भयो अब उज्जा सानो फेरि छैन मसँग केही पनि केही छैन हो त्यही हो गाइस हामी चाहिँ भर्खर आइपुग्यौँ तर पौडी खेल्यौँ के नास्ता खायो दाइले नास्ता गराउनु भयो गाइस म चाहिँ सर्ट लाउँछ गाइस 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 अब चाहिँ हामी लागिरहेको छौँ हामी घरतिर दाइ गयो है दाइ ल लाग्यो दाइ लाग्यो है गाइस अब हामी चाहिँ हिँड्न पर्ने हुन्छ साइकलमा लागेर हाल्नु जस्तो रे गयो हामी अब लाग्यो अब हिँड्दै टान्टापुरी घाम लाग्ने कसम हामीलाई यहाँ साइकलमा अब भन्न अब हात नपर्ने हुन्छ हामी यो सोइलको अन्ना यसको लुक्स हेर्न सक्नुहुन्छ लुक्स त्यही चाहिँ हामी लिएर आएको छौँ यो साइकल चाहिँ अरूको के यसको होइन तर भरिदिनुपर्छ यसको भए के हुन्थेन यसलाई पनि गाली गर्छन् भरिदिनु पर्ने हुन्छ पसिनै पसिना भयो रन
आखिरमा त्यत्रो नुहायो हामीमा पसिना पसिना भइगयो गाइस अब घर गयो भेटेमा साइकलमा भाइ चाहिँ बाइकमा हिँड्थ्यो अहिले चाहिँ साइकलमा हाम्रो औकातै यो खास भने त मेन त हाम्रो औकातहरू बाजेको मुस्कान भएन पुरै त्यही गाइस हामी चाहिँ साइकलमा इन्जनको बेलामा केटाहरू के यो चाहिँ डरे भाइको घर हो पढेर हामीलाई बस्नु है हामी चाहिँ साइकल यस्तो कालो भयो अनि मेरो खुट्टा कालो भइदियो अनि यहाँ चाहिँ विपिनको घर हो राणा विपिन राणाको घर अनि यहाँ लिची डर पाक्यो कि यो घर चोर्न आउनुपर्छ यो क्या राति गाइस हामी चाहिँ यस्तो घाममा तन्टापुरी घाम सक्नु घाम लागेको गाइस यहाँ चाहिँ के भन्छ हाम्रो गाउँतिर क्या यो बाटो पाउनु अन्त यो मात्रै हाल्यो कि बाटो पाउने हेरेर कहिले हाल्ने त कहिले पाउने त होइन त्यसपछि हाम्रो गाउँ पनि हो चिकना र कालो हुन्छ अनि हाम्रो यो बाटो चिल्लै होइन जति चिल्लो भयो भने फेरि एक वर्षपछि फेरि जस्तोको जस्तो यस्तै हुन्छ पछि फेरि त्यही गाइस हामी चाहिँ अहिले महेश्वरमा गइरहेको छौँ अनि यहाँदेखि हुन्छ कुखुरालाई काटेर खानुपर्छ क्या हो लास्ट गर्मी के अच्छा क्या बसाउँछ नि तर हन त्यहाँ चाहिँ दाइहरूले सफा गरेर खतरा बनायो हामी बाटो सफा गरेर बाटो पाउँदैछन् अब हाम्रो यहाँ चाहिँ अब यस्तो अब राम्रो यो दाइहरूले राम्रो पाउँछ नि हाम्रो बाटो अब दाइहरूले राम्रो पाउँछ नि बाटो अब अङ्कलले राम्रो पाउनुहुन्छ बाटो यो दाइले पनि राम्रो भएर आइन्छ बाटो अब यस्तो खटङ चाहिँ हुन भएन हामी अहिले बाजेसँग रेस्कुल देखाऊँ हामी चाहिँ देखाऊँ बाजेलाई अनि भाडा बोलेको छन् अनि हामी चाहिँ यो सोलङको घर हो कसो घर हो हामी हेरेको छौँ आन्टी चाहिँ त्यहाँ हेर्नुभएको छ आन्टीले हामीलाई यहाँ आँप यति ठुल्ठुलो हो नि आँप यो आँप जोडेर खाइदिनु जस्तो के म गर्छु नि गाई हटायो के भाडा भयो यहाँदेखि बल्ल बनाउने बाटो गाइस अहिले चाहिँ यहाँ गिटी छ सरी गाइस मनिषजी के भने गाइस एउटा हातमा मोबाइल भएपछि त्यहाँ बाटोमा यस्तो हुँदो रहेछ त्यो अनि यहाँ टाक्ली बाजे देख्नु सक्नुहुन्छ पुरै हिलो डाँडामा बाजे त्यो हामी त्यहाँ पनि अर्को गौतम बुद्ध बाजे हुन्छ यहाँ हुन्छ दाइहरू हुन्छ दाइहरू दाइहरू हाम्रो पशुराम अङ्कल ह्यान्डसम अङ्कल यहाँ ह्यान्डसम अङ्कल यहाँ ह्यान्डसम अङ्कल यहाँ ह्यान्डसम अङ्कल हुनुहुन्छ हाम्रो ह्यान्डसम अङ्कल आएको राइडरलाई हेर नि फेरि यहाँ चाहिँ हाम्रो 50 घर हो यो गाइस मेरो घर चाहिँ आइपुग्यो यही मेरो गाइस मेरो घर जसले मलाई पैसा दिन चाहन्छ मेरो घर यही हो है मेरो घर आउनु ल धेरै 2 लाख दिनु होला मलाई 3 लाख आइपुग्यो गाइस साथी ल बाई साथी राम्रोसँग हो भोलि राम्रोसँग पढ एकाउन्ट भोलि राम्रोसँग पढ साथी गाइस यसको चाहिँ भोलि एकाउन्ट चाहिँ भोलि भ्याइन्छ यसको इक्जाम पनि छुट्टी म गएर सुताएँ म पनि सुत्छु अब म पनि भर्खर घर आएँ बताइए छ यहाँ घर गाह्रो
भक्क घर आइपुगेको छु सो गाइस अझै भेटौँ Later. So guys, मेरो भ्लग चाहिँ हेर्दिनु भइसक्यो होला अनि म चाहिँ आएर एकछिन सुत्दै थिएँ अनि त्यो एन्ड चाहिँ मैले अहिले राति बेलुका उठेको गर्छ गरेछु त्यही हो अनि मेरो भ्लग चाहिँ ऱ्यान्डम थियो अनि डाइरेक्ट फोन मैले भ्लग बनाउँथेन होला किनकि अनि के गरौँ भ्लग नहालेको पनि भएको थियो नि त अनि डाइरेक्ट फोन गरेर केउली जहाँ भाइ भन्नुभयो मनिषले र दाइले अनि त्यसपछि हुन्छ नि जाएँ म पनि भन्दै त्यही हो अनि भ्लग चाहिँ दिन्थ्यो सो मेरो भ्लग चाहिँ हेरिदिनु भइसक्यो होला अनि मलाई लभ सपोर्ट गर्नु होला बाई बाई गाइस सी इन नेक्स्ट भ्लग बाई